जीवनको अर्थ के हो? साथीहरू, कल्पना गर्नुहोस् त, तपाईँ एक बिहान उठ्नुहुन्छ, तपाईँको बैंक खातामा करोडौँ रुपैयाँ छ, घर छ, गाडी छ, प्रतिष्ठा छ, तर एउटा प्रश्नले तपाईँलाई रातभर सुत्न दिँदैन। म किन बाँचेको छु? संसारका धेरै धनी मानिस, प्रसिद्ध कलाकार, वैज्ञानिक, राजा, दार्शनिक र साधारण मानिसले पनि यही प्रश्न सोधेका छन्। जीवनको वास्तविक अर्थ के हो? के जीवन केवल जन्म, पढाइ, जागिर, विवाह, पैसा कमाउने र अन्ततः मृत्युको यात्रा मात्र हो? वा यसको पछाडि कुनै गहिरो उद्देश्य लुकेको छ? आज हामी यही प्रश्नको उत्तर हिन्दू धर्म, बौद्ध धर्म, इसाई धर्म, इस्लाम, प्राचीन दर्शन र आधुनिक विज्ञान सबैको दृष्टिकोणबाट खोज्नेछौँ। साथीहरू, यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सायद भिडियोको अन्त्यसम्म तपाईँले आफ्नै जीवनलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्नुहुनेछ। हिन्दू धर्मले जीवनको अर्थ कसरी बुझाउँछ? हिन्दू दर्शनका अनुसार मानिस केवल शरीर होइन, आत्मा अमर छ, शरीर नश्वर छ। भागवत गीतामा श्रीकृष्णले अर्जुनलाई भन्नुहुन्छ, आत्मा कहिल्यै जन्मिँदैन, कहिल्यै मर्दैन। हिन्दू धर्मका अनुसार मानव जीवनको अन्तिम उद्देश्य हो धर्म, अर्थ, काम र अन्ततः मोक्ष, अर्थात् कर्तव्य पूरा गर्नु, इमान्दार जीवन जिउनु, इच्छालाई सही बाटोमा प्रयोग गर्नु र अन्ततः जन्म मृत्युको चक्रबाट मुक्त हुनु। जीवन केवल सफल बन्नका लागि होइन, स्वयंलाई चिन्नका लागि पनि हो। बुद्धले जीवनको अर्थ के भने? गौतम बुद्ध राजकुमार थिए, उनसँग सम्पत्ति थियो, सुख थियो, शक्ति थियो, तर उनले वृद्ध बिरामी र मृत मानिस देखेपछि एउटा प्रश्न गरे, यदि सबै कुरा नष्ट हुने हो भने स्थायी सुख कहाँ छ? धेरै वर्षको साधनापछि बुद्धले भन्नुभयो, जीवनमा दुःख छ, तर दुःख अन्त्य गर्ने बाटो पनि छ। बुद्धका अनुसार जीवनको अर्थ हो लोभ, क्रोध र मोहबाट मुक्त हुँदै करुणा, मैत्री, सचेतना र प्रज्ञाको विकास गर्नु। बुद्धले कहिल्यै भन्नु भएन कि जीवनबाट भाग। उनले भन्नुभयो, जीवनलाई सही रूपमा बुझ। जीवनको अर्थबारे इसाई धर्मको दृष्टिकोण के हो? इसाई धर्मका अनुसार मानिस परमेश्वरको स्वरूपमा सिर्जना गरिएको हो। त्यसैले प्रत्येक मानिसको जीवन अमूल्य छ। येशू ख्रीष्टले सिकाउनु भयो, सबैभन्दा ठुलो कुरा प्रेम हो। परमेश्वरलाई प्रेम गर, मानिसलाई प्रेम गर। यस दृष्टिले जीवनको अर्थ धन होइन, प्रेम, क्षमा, सेवा र विश्वासमा छ। इस्लामले जीवनको अर्थ के भन्छ? इस्लाममा मानव जीवनलाई अल्लाहको अमूल्य उपहार मानिन्छ। कुरानले मानिसलाई पृथ्वीको जिम्मेवार प्रतिनिधि अर्थात् खलिफा मान्छ। जीवनको उद्देश्य हो अल्लाहको इबादत गर्नु, न्यायपूर्ण जीवन जिउनु, अरूलाई सहयोग गर्नु र राम्रो कर्म गर्दै समाजमा राम्रो बनाउनु। यहाँ पनि उद्देश्य केवल आफूका लागि बाँच्नु होइन, अरूको भलाइका लागि पनि बाँच्नु हो। प्राचीन दर्शनले के भन्छ? सुक्रात, उहाँले भन्नुभयो, जाँच नगरेको जीवन बाँच्न योग्य हुँदैन, अर्थात् आफ्नो जीवनलाई प्रश्न गर, आफ्ना निर्णयलाई बुझ, आफ्नो उद्देश्य खोज। अरस्तुले भन्नुभयो, जीवनको लक्ष्य क्षणिक आनन्द होइन, वास्तविक सुख तब आउँछ जब मानिसले आफ्नो क्षमता समाजको हितमा प्रयोग गर्छ। त्यसै गरी स्टोइक दर्शनले भन्छ कि मार्कस औरेलियसले भने, तिमीले संसारलाई नियन्त्रण गर्न सक्दैनौ, तर आफ्नो सोच, आफ्नो व्यवहार र आफ्नो प्रतिक्रिया भने नियन्त्रण गर्न सक्छौ। यही नै शान्त जीवनको रहस्य हो। विज्ञानले जीवनको अर्थबारे के भन्छ? विज्ञानले धर्म जस्तो आध्यात्मिक उत्तर दिँदैन, तर यसले एउटा अद्भुत तथ्य देखाउँछ। तपाईको शरीरमा रहेका प्रत्येक परमाणु कुनै समय ताराको विस्फोटबाट बनेका थिए।
अर्थात् हामी सबै ताराको धुलोबाट बनेका जीवित ब्रह्माण्ड हौँ। जीवन करोडौँ वर्षको विकासक्रमको परिणाम हो। न्युरोसाइन्सका अनुसार मानिसको मस्तिष्कले अर्थ, उद्देश्य, सम्बन्ध र योगदानको अनुभूति गर्दा सबैभन्दा गहिरो सन्तुष्टि अनुभव गर्छ। हार्वर्ड विश्वविद्यालयले दशकौँसम्म गरेको अनुसन्धानले पनि देखाएको छ, दीर्घकालीन सुखको सबैभन्दा ठूलो आधार धन होइन, राम्रो सम्बन्ध हो। सबै विचारहरूलाई जोड्दा धर्म फरक छन्, दर्शन फरक छन्, विज्ञानको भाषा पनि फरक छ, तर एउटा रोचक समानता देखिन्छ। सबैले कुनै न कुनै रूपमा भन्छन् जीवन केवल आफूका लागि होइन, जीवनको अर्थ सिक्नु, बढ्नु, प्रेम गर्नु, अरूलाई सहयोग गर्नु, आफ्नो क्षमता प्रयोग गर्नु र संसारलाई आफू आएको भन्दा थोरै राम्रो बनाएर जानु हो। प्रिय मित्रहरू, यदि तपाईँ आजसम्म जीवनको अर्थ खोज्दै हुनुहुन्थ्यो भने सायद उत्तर कुनै पुस्तकमा मात्र छैन, कुनै मन्दिर, गुम्बा, चर्च वा मस्जिदमा मात्र पनि छैन। सायद उत्तर तपाईँका दैनिक कर्ममा लुकेको छ। तपाईँ कसरी बोल्नुहुन्छ, कसरी प्रेम गर्नुहुन्छ, कसरी क्षमा गर्नुहुन्छ, कसरी सङ्घर्ष गर्नुहुन्छ र अन्ततः तपाईँले आफ्नो उपस्थितिले अरू कसैको जीवनमा कति उज्यालो थप्नुभयो। किनभने सफल जीवन त्यो होइन जसले धेरै कमायो, सार्थक जीवन त्यो हो जसले धेरै हृदय छोयो। यदि यो भिडियोले तपाईँलाई एक क्षण भए पनि सोच्न बाध्य बनायो भने कृपया लाइक गर्नुहोस्, आफ्ना विचार कमेन्टमा लेख्नुहोस्। तपाईँका अनुसार जीवनको अर्थ के हो? र यस्ता गहिरा, प्रेरणादायी तथा ज्ञानवर्धक भिडियोका लागि हाम्रो च्यानललाई अवश्य सब्स्क्राइब गर्नुहोला। फेरि भेटौँला अर्को रोचक विषयसँग। धन्यवाद।